हेलो हेलो सानोतिनो बिग न्युज वरुण हाइड्रो पावर लिमिटेडको लाभांश घोषणा भनेर आएको छ। वरुणको लाभांश घोषणा। वरुण हाइड्रो पावर कम्पनीले गत आर्थिक वर्ष 2081-82का लागि आफ्ना कम्पनीका सेयरधनीहरूमा वितरण गर्ने लाभांश घोषणा गरेको छ। कम्पनीको बुधबार बसेको सञ्चालक समिति बैठकले सो आर्थिक वर्षका लागि सेयरधनीहरूलाई वितरण गर्ने हाल कायम चुक्ता पुँजीको 4.75% बोनस सेयर र कर प्रयोजनार्थ 0.25% नगद गरी कुल 5% लाभांश घोषणा गरेको छ। वरुण हाइड्रो पावर कम्पनीले लाभांश पारित गर्नका लागि मङ्सिर 26 गते वार्षिक साधारण सभा समेत आयोजना गरेको छ। सभा काठमाडौँको शङ्ख पार्क स्थित स्मार्ट दरबारमा बिहान 9:30 बजेदेखि सुरु हुनेछ। लाभांश र सभा प्रयोजनका लागि कम्पनीले मङ्सिर 14 गते बुक क्लोज गर्ने निर्णय गरेको छ। मङ्सिर 11 गतेसम्म नेप्सीमा कारोबार गरी कायम सेयरधनीहरूले कम्पनीको लाभांश प्राप्त गर्न सक्नेछन्। अब धेरै त होइन, तैपनि सानोतिनो सस्तो हाइड्रो पावरले 4.75% बोनस सेयर अर्थात् तपाईँसँग 100 किता छ भने 4.75 किता चाहिँ तपाईँले पाउनुहुन्छ भने कर प्रयोजनको लागि 0.25% नगद चाहिँ दिएको छ। कर कम्पनीले तिर्ने भयो। तपाईँले 100 किताको 4.75 किताका दरले बोनस सेयर प्राप्त गर्न सक्नुहुनेछ। नट ब्याड। लाभांश लिन मन छ भने चाहिँ यसको लाभांशको लागि बुक क्लोज मिति तोकिएको छ मङ्सिर 11 गते। मङ्सिर 11 गतेसम्म तपाईँले किन्नुभयो भने चाहिँ यो लाभांश तपाईँले पाउन सक्नुहुनेछ।